अब नाम्रेले माछा ल्याइदेऊ नि भाइ पकाएर खानुपर्छ है के गर्नु दाइ नाम्रे त्यसो भन्छ नि अघि भनेको चाहिँ भन्नु न दाइ काम गर्ने बेला के अरे खेतबाट पलाएको र टुप्पोबाट पलाएको मिल्दैन बाबुआमा थिएर पो छोरा छोरी बन्यो भनेर भन्छ नि होइन हौ दाइ अघि नै क्या केमा नजानु कहिले राम्रो मर्दा पर्दा दुःखको काममा जानु होइन दाइ आँखा ठुलो भन्ने चाहिँ हाल्नु न लगेर जानु भन्छु होइन हौ त तर मेरो फेरि बिग्राउँदै सुन्नु न दाइ फालो दाइ अहिले भर्खर त्यो काम गर्ने बेला खुट्टा लुलो हाल्नु न देख्दाखेरि मर्दा ओर्दाखेरि हुँदैछ छिमेकीलाई त तेरो यो रवि चोक्यो काम छैन ओ तुतु म्याङ तुम्बाको चाहिन्छ दादीका चिन्ता आफै विचार चोके ताप्लेजुङको ठुलो पार्टीबाट साँची खोटाङ्गलेसी साँची तर पछि नलै याङ अरूको पनि हुन्छ तर यो खुट्टा लुलो भन्नु न पहिले के अरे खुट्टा लुलो काम गर्ने बेला अरे म त्यसो भन्छ रक्सी खाँदै बस्दै दाइ काम गर्ने बेला खुट्टा लुलो के भन्नु त्यो चाहिँ भन्नु न भन्दै काम गर्ने बेला खुट्टा लुलो गर्नु यो तारी देखाउँछ यस्तो यो सत्याङमा जयमुसी भनेको काँचियामा यो बोडी सुल भनेको पोका घर काँचियामा हलो जोत्दाखेरि यो पनि काँचियामा काठको हलो अर्जुनेलामा पहिले बाबुबाजेले गरेको थिएन पो बस्ने ठाउँ भयो बाबुबाजेले गरेको थिएन भने भाडामा बस्नु परेको मैले देखेको